दर्शक नमस्ते। आज हामी चाहिँ चाँदनी गुफा भन्ने ठाउँ जान लाग्छौँ के। यता बाटो चाहिँ खतरा छ हेर्नु। मेरो सालाहरू छन्, पछाडि हामी दुई भाइ छौँ। त्यहाँ हेर्नु त्यो त्यो डाँडा छ नि, डाँडा हो त्यही भन्छ कि चाँदनी गुफा। अनि उताको बारेमा हजुरलाई पछि पाउँला। अहिले हामी बाटो हिँड्दैछौँ। बाटो हेर्नु है, खतरा छ बाटो है, बाटो खतरा छ। यता चाहिँ यस्तो दामी छ हैन। हामी चाहिँ यो चाँदनी गुफा जाने सिडी चढ्दैछौँ है। गाइजहरु हामी हिँड्दैछौँ ल या तित माथि आइसक्यो। तल हेर्दा डरै लाग्छ। अहिले चाहिँ हामी थकाइ मार्दैछौँ हेर्नु है। 4 जनाको यात्रा हो। अहिले चाहिँ यति माथि आइसकेछौँ। फाइनली हामी गुफा पुग्यौँ। गुफा चाहिँ यस्तो छ, त्यहाँ चाहिँ कोही मान्छे रहेछ। यति डर लाग्यो। मान्छे अब भगवान् त हुनुहुन्छ, त्यहाँ शिवजी हुनुहुन्छ। हर हर महादेव, हाम्रो रक्षा गर्नुहोस्। हामी गुफा घुम्न आछौँ। चाँदनी गुफा देख्नु त साथीहरू, कस्तो अँध्यारो छ। हेर्नुहोस् है, हेर्नु ल। त्यो तल निक्च्यो हेर्नु त, अध्ययन छ तल 2 बजे हिँडेको, ट्याक्कै 2 घन्टा लाग्यो। 4 बजी ट्याक्कै पुगेछौँ है। उफ, थकाइ लाग्छ। डाँडा चाहिँ यो सानो मन्दिर रहेछ नि त। त्यो 2000 फुल कहाँबाट आयो कि कसैले ल्याएर चलाउनु। यहाँ चाहिँ शिवजी हुनुहुन्छ। हर हर महादेव। हामी यो चाँदनी गुफा छत्रेश्वरी गाउँपालिका, यहाँको अध्यक्ष सन्तोष केसी रहेछ। ल हेर्नुहोस् हामी यहाँ है। तपाईहरु पनि भिजिट गर्दिनु होला। उकालो ओह्रालो गर्दै हामी यहाँसम्म पुग्यौँ। हामी 4 जना। यहाँको हेर है, यस्तो वातावरण। यहाँ तल यति माथि हामी आइसकेको छ नि त। यहाँदेखि तल खस्यो भने त के हुन्छ के हुन्छ। जम्पिङ गर्नेको जता गइछ यता आउने त मान्छे